सन् 2025मा नेपालमा एउटा यस्तो राजनीतिक भूकम्प गयो जसले सबैलाई चकित पारिदियो र यो भूकम्प कुनै राजनीतिक दलले होइन, देशको सबैभन्दा युवा पुस्ता अर्थात् जेनजीले ल्याएको थियो। आज हामी यही अनौठो घटनाको बारेमा विस्तृतमा कुरा गर्दैछौँ। सुन्दा अचम्म लाग्न सक्छ, तर एउटा शक्तिशाली सरकारलाई घुँडा टेकाउन प्रदर्शनकारीहरूलाई जम्मा 5 दिन मात्र लाग्यो। 5 दिन! तर यो कसरी सम्भव भयो? यो तीव्र पतनको पछाडि एउटा युवा आन्दोलन थियो जसले देशको पुरै राजनीतिक प्रतिष्ठानलाई हल्लाइदियो। यो कुनै सामान्य प्रदर्शन थिएन, यो त एउटा विद्रोहको सुरुवात थियो जुन कसैले सोच्दै नसोचेको थियो। तर यस्तो विद्रोहको आगो सल्किनु अघि नै देशमा आर्थिक पीडा र राजनीतिक वर्गप्रतिको गहिरो असन्तुष्टिको बारुद तयार भइसकेको थियो। अब हेर्नुस्, देशको अर्थतन्त्रको 1/3 हिस्सा मतलब 3 भागको 1 भाग त विदेशबाट पठाएको पैसा अर्थात् रेमिटेन्सले धानेको छ। यसको सिधा मतलब के हो भने देशमा राम्रो रोजगारीका अवसरहरू नै छैनन्। र यही कुरा यो तथ्याङ्कले पनि छर्लङ्ग पार्छ। 22.7% यो युवा बेरोजगारीको आँकडा हो। यसको मतलब धेरै युवाहरू कि त देश छोड्न बाध्य थिए कि त आफ्नो गुजारा चलाउन अनलाइन दुनियाँमा निर्भर थिए। हो, यही अनलाइन दुनियाँमा एउटा यस्तो ट्रेन्ड चल्यो जसले आगोमा घिउ थप्ने काम गर्यो, #नेपोबेबी। यसले भ्रष्टाचार र असमानता जस्ता ठूला कुराहरूलाई हरेक युवाको व्यक्तिगत र आक्रोशको मुद्दा बनाइदियो। अनि कुरा भ्रष्टाचारको गर्ने हो भने त्यो त जताततै थियो। विमानस्थलदेखि दूरसञ्चारसम्म, शरणार्थी प्रकरणदेखि सहकारीसम्म, मतलब एउटा दुईटा होइन, काण्डै काण्डको लिस्ट थियो जसले जनताको आक्रोशलाई उम्लिने बिन्दुमा पुर्याइरहेको थियो। अब यति धेरै असन्तुष्टिको बारुद जम्मा भइसकेको थियो, त्यसलाई सल्काउन एउटा सानो झिल्को काफी थियो र त्यो झिल्को सरकारले नै प्रदान गर्यो। मिति थियो सेप्टेम्बर 4, 2025। सरकारले एउटा निर्णय गर्यो, फेसबुक, एक्स, युट्युब, व्हाट्सएप जस्ता 26वटा चर्चित सोशल मिडिया प्लेटफर्ममा ब्यान्ड। कारण के देखाइयो? स्थानीय रूपमा दर्ता नभएको। सरकारले त भन्यो यो त नियमनको लागि हो, तर युवाहरूले के बुझे? उनीहरूले बुझे कि यो त सिधा नेपो बेबीज जस्ता आवाजहरूलाई दबाउने सिधा प्रयास हो। र हो, यही निर्णय नै त्यो झिल्को बन्यो जसले विद्रोहको आगो सल्कायो। त्यसपछि जे भयो त्यो कसैले कल्पना पनि गरेको थिएन। एकदमै तीव्र गतिमा परिस्थिति बदल्यो। एउटा शान्तिपूर्ण प्रदर्शन राष्ट्रव्यापी आगोको डल्लोमा परिणत भयो। सेप्टेम्बर 8मा शान्तिपूर्ण र्यालीमाथि दमन हुँदा 19 जनाको ज्यान गयो। बस यहीँबाट कुरा बिग्रियो। भोलिपल्टै प्रधानमन्त्रीले राजीनामा दिए, तर आक्रोश रोकिएन। संसद र सरकारी भवनहरूमा आगो लाग्यो। स्थिति यति तनावपूर्ण भयो कि सेना सडकमा आयो। अर्कोतिर प्रदर्शनकारीहरू डिस्कर्डमा आफ्नो रणनीति बनाउन थाले अनि एउटा अनौठो घटना घट्यो। सेनाले जेनजीका प्रतिनिधिहरूसँग वार्ता गर्यो। अन्ततः सेप्टेम्बर 12मा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाइयो र अर्को दिनसम्ममा काठमाडौँमा शान्ति फर्क्यो। यो आन्दोलनको एउटा रमाइलो पक्ष पनि थियो। प्रदर्शनकारीहरूले एउटा जापानी एनिमे वन पिसको झण्डा फहराएका थिए। यो उनीहरूको लागि एउटा भ्रष्ट विश्व सरकार विरुद्धको लडाईँको प्रतीक थियो। यसले देखाउँछ कि यो पुस्ता कति ग्लोबली कनेक्टेड छ। तर राज्यको प्रतिक्रिया कस्तो थियो त? त्यो एकदमै क्रूर थियो। यो नम्बर हेर्नुस्, 13,182। यो के हो? यो जम्मा 2 दिनमा प्रहरीले चलाएको गोलीको सङ्ख्या हो। साँच्चै यो एउटा डरलाग्दो तथ्याङ्क हो। त्यसमा पनि 2,642 त रियल बुलेट मतलब साँचो गोली थिए। यो त सरासर भिड नियन्त्रणको अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन थियो। एकातिर राज्यले गोलीले जवाफ दिइरहेको थियो भने अर्कोतिर युवाहरूले टेक्नोलोजीले जवाफ दिए। अब यो आन्दोलनको सबैभन्दा अचम्मको र सायद सबैभन्दा महत्त्वपूर्ण पाटोमा जाउँ। जब सरकार ढलियो, एउटा पावर भ्याक्युम बन्यो। त्यो खाली ठाउँ भर्न प्रदर्शनकारीहरूले जे गरे त्यो एकदमै अनौठो र नवीन थियो। सेनासँगको वार्ता त सहल भएन। त्यसपछि युवाहरूले युथ्स अगेन्स्ट करप्सन भन्ने डिस्कोर्ड सर्भरमा बहस सुरु गरे। सोचौँ त, 1.5 लाख जति सदस्य भएको सर्भरमा 10,000 भन्दा बढीले भोट गरे। उम्मेद्वारहरूको बारेमा रियल टाइममा फ्याक्ट चेक गरियो र अन्त्यमा उनीहरूले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई आफ्नो नेताको रूपमा छाने। यो त एउटा डिजिटल डाइरेक्ट डेमोक्रेसीको प्रत्यक्ष उदाहरण नै थियो। र यहाँ सबैभन्दा ठूलो विडम्बना के थियो भने डिस्कोर्ड त्यही 26वटा एपमध्ये एक थियो जसलाई सरकारले ब्यान्ड गरेको थियो।
मतलब जुन हतियारलाई सरकारले निस्तेज पार्न खोज्यो त्यही हतियारले उल्टै सरकार ढालिदियो। अब यसै अनलाइनबाट छानेको प्रधानमन्त्रीलाई नियुक्त गर्दा एउटा संवैधानिक प्रश्न त उठ्ने नै भयो। यसको समाधान आवश्यकताको सिद्धान्त वा डक्ट्रिन अफ नेसेसिटी प्रयोग गरेर निकालियो। यसको सीधा मतलब के हो भने जब देशमा ठूलो सङ्कट आउँछ, व्यवस्था बचाउनको लागि सामान्य अवस्थाका केही नियमहरूलाई तोड्न सकिन्छ। ल, यो सबै त भयो, तर अब के त? विद्रोहपछिको अवस्था कस्तो छ र नेपालको अगाडि कस्ता चुनौतीहरू छन्? अब त्यसबारे कुरा गरौँ। यो विद्रोहले ठूलो मूल्य चुकायो। 76 जनाले ज्यान गुमाए, 2100 भन्दा बढी घाइते भए र 13,500 भन्दा बढी कैदीहरू जेलबाट भागे। अब देशको नजर मार्च 5, 2026 मा हुने नयाँ चुनावमा छ। तर त्यो चुनावसम्म पुग्नु पनि सजिलो छैन। नयाँ सरकारका अगाडि चुनौतीका पहाड छन्। राज्यले गरेको हिंसाको छानबिन गर्ने, जनता र संस्थाहरूबीच टुटेको विश्वासलाई फेरि जोड्ने, बेरोजगारी जस्ता जरा गाडेर बसेका समस्याहरूलाई सम्बोधन गर्ने र सबैभन्दा महत्त्वपूर्ण यो युवा आन्दोलनलाई फुट्न नदिई एउटा स्वतन्त्र र निष्पक्ष चुनाव गराउने। र यो सबै घटनाले एउटा ठूलो प्रश्न खडा गर्छ। के यो डिजिटल तरिकाले युवाहरूले नेतृत्व गरेको आन्दोलन नै विरोधको भविष्य हो? के नेपालमा जे भयो त्यो विश्वका अन्य देशहरूका लागि पनि एउटा सङ्केत हो? यो प्रश्नले साँच्चै नै सोच्न बाध्य बनाउँछ।